Hello everyone, welcome back to my channel. Please share, subscribe, like, comment, every video जो पनि हुन्छ सब गरौँ हैन। स्वागत छ मेरो ब्लगमा हजुरहरूलाई सबैलाई। आज हामी यसो बिहेको कार्ड बाँड्ने तयारीमा निस्केको हो हैन। घरदेखि त निस्कियो तर बाटोमा यो पानी परेर लास्ट सतायो हैन। स्कुलमा पुगेका छौँ, त्यही आफ्नो बाल्यकाल बितेको आफ्नो धेरै मेमोरेबल ठाउँमा रत्नमावि हेर्नुहोस्। के छ है मेरो गुल्जर भाइलाई एकदमै मिस गरिरहेको छु यार। यो स्कुलमा चाहिँ सँग हामीले धेरै सम्झनाहरू बनाएका थियौँ। यता हेर्नु यो रत्नमावि होइन, अफिस सबै त्यो पानीको ट्याङ्की, यो मन्दिर हामी पढ्ने बेला थिएन होला यो मन्दिर, पार्किङ एरिया, गेट, त्यो हाम्रो पुरानो अफिस कोठा जसलाई याद छ सबैलाई हेरे होला। पानी परेर यहाँ सतायो पानीले। यो फोटो गरेर जाने पनि त्यो सोध्नु पऱ्यो। अटो नि मिल्यो समाधिजनालाई। मामाज्यूको मामाज्यू नमस्कार। हजुर नमस्कार। एकचोटि हाम्रोसँग के बोलिदिनु पर्यो। हजुर अरू सबै केटाहरूलाई प्रदेशमा बस्ने सब प्रदेशमा बस्नेलाई सबैलाई शुभकामना। धेरै धेरै 9 वर्षको 9 वर्ष सम्झना सालको। हजुर हजुर पहिला हामी आएका थियौँ समाधिजीमा जति पनि थिए आफन्तहरू सबैले बिहेको कार्ड माग्यो होइन। अब कहाँ कहाँ के गऱ्यो हामीले त्यो चाहिँ हाम्रो ब्लगमा देखाउन सकिएन, बिजी चल्यो। अब समाधिजीमा कार्डको सारा प्रोग्राम निप्टाएर आफन्तजनलाई जो छुटेका थिए, जो रहेका थिए, जो चिनेका थिए सबलाई दियो। अब कोहीहरू छुटेका पनि भयो भने अब धेरै चिनेको पनि छैन होइन, जसको लागि दुःख चाहिँ छैन। ब्लग हेर्नु होला। छुटेको मान्छेले 8 गते वैशाख 8 गते 2082 सालको यो पावन बिहेको अवसरमा आइदिनु होला। जे भने नि आइदिनु होला होइन। हार्दिक आमन्त्रण छ मेरो तर्फबाट र यो कृष्ण कामीको तर्फबाट। हात जोडेर भने आखिरीमा भाइको बिहे छ। हेर न अब हामीहरू लाग्छौँ यहाँबाट सिधै दोधारा चाँदनी। हामीहरू अब महिनाका पुग्यो होइन, महिनाबाट अटो भेट्यो। अटोमा हामीहरू राम्रोसँग भोजगानी गऱ्यो। डाइरेक्ट दोधाराको लागि भेटिया छ। अब हामी निस्किसकेका छौँ यहाँनिर। खै कहाँ पुग्यो के पुग्यो मलाई केही थाहा पनि छैन यहाँको बारेमा। हुँदै राख्नु होला, हुँदै राख्नु।